नमस्कार साथीहरू, म लोकेन्द्र बुढा। मैले आज सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी केही महत्त्वपूर्ण जानकारीहरू चाहिँ यहाँ तपाईँ माझ ल्याएर आएको छु। यसमा चाहिँ हामी जो चाहिँ यो टपिक सम्बन्धी एकदमै नयाँ मान्छे हुनुहुन्छ, जसले सम्बन्धी प्र्याक्टिस गर्नुभएको छैन अथवा जसलाई चाहिँ यो टपिक सम्बन्धी लोकसेवा आयोगमा चाहिँ जानेर बुझेर केही राम्रो उत्तर लेख्नु छ, त्यसको लागि चाहिँ हामीले यो तयार गरेका हौँ। त्यसको लागि चाहिँ यो एकदमै महत्त्वपूर्ण हुन जान्छ। अथवा कोही बाहिरी मान्छे जो चाहिँ यो कुरामा इन्ट्रेस्टेड हुनुहुन्छ, जसलाई आयोगको तयारी नगरे पनि यो सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी बुझ्नु छ, जानकारी लिनु छ भनेपछि उहाँहरूलाई पनि यो एकदमै महत्त्वपूर्ण हुन जान्छ। म अब अगाडि बढ्न चाहन्छु। सार्वजनिक खरिद व्यवस्थापनलाई बुझ्नुको लागि हामीले खरिद भनेको के हो त्यो कुरा चाहिँ बुझ्नुपर्छ। खरिदलाई सामान्य रूपमा परिभाषित गर्दा कुनै आवश्यक सामान निश्चित मूल्य बराबरको पैसासँग साटेर ल्याउनु हो। खरिद भनेको सामान्य रूपमा किनमेल नै हो। हामीले कुनै वस्तु बजारबाट किन्छौँ र केही पैसा तिर्छौँ, केही मूल्य बराबरको पैसा तिर्छौँ। त्यो नै किसिमको सामान्य भाषामा बुझ्नु पर्दा खरिद हो। अलिकति यसलाई परिमार्जित गर्नु पर्यो भने कुनै व्यक्तिले पनि किन्न सक्छ, संस्थाले पनि किन्न सक्छ। आफ्नो आवश्यकता परिपूर्ति गर्नको लागि बजारबाट प्रतिस्पर्धी मूल्य भुक्तान गरी निश्चित विधि प्रक्रियाबाट कुनै वस्तु वा सेवा प्राप्त गर्छ भनेपछि त्यो खरिद हो। फोटोमा पनि हामीले एआईबाट हामीले यो फोटो क्रिएट गरेका हौँ, जसमा चाहिँ एकजना व्यक्तिले चाहिँ तरकारी फलफुलहरू किनिरहेको छ र पैसा दिइरहेको छ, जसले खरिदलाई झल्काउँछ। खरिदका उद्देश्यहरू के हुन् त? खरिदका उद्देश्यहरूलाई हामीले 5R को रूपमा चाहिँ हामी परिभाषित गर्न सक्छौँ। पहिलो, राइट क्वालिटी, उपयुक्त गुणस्तर। हामीलाई कस्तो किसिमको गुणस्तर चाहिएको त्यो चाहिँ पहिलो उद्देश्य रहेको छ। त्यसैगरी राइट क्वान्टिटी, उपयुक्त परिमाण। हामीलाई कति भोल्युममा कति मात्रामा हामीलाई चाहिएको त्यो चाहिँ खरिदको अर्को उद्देश्य हो। राइट सोर्स, उपयुक्त स्रोत। हामीले कहाँबाट किन्नुपर्ने, कहाँबाट आपूर्ति गर्नुपर्ने हो, कुन ठाउँ चाहिँ सबभन्दा राम्रो हुन्छ, त्यो चाहिँ अर्को उद्देश्य हुन सक्छ। राइट प्राइस, उपयुक्त मूल्य। हामीलाई चाहिँ एकदम न्यूनतम मूल्यमा चाहिँ अधिकतम हामीले त्यसको भ्यालु प्राप्त गर्नुपर्छ, त्यो चाहिँ अर्को खरिदको उद्देश्य हो। त्यसैगरी राइट टाइम एन्ड प्लेस, उपयुक्त समय र स्थान पनि अर्को खरिदको उद्देश्यको रूपमा हामी हेर्न सक्छौँ। उपयुक्त समय भनेको हामीले आवश्यक परेको समय सीमाभित्र त्यो सामान आइपुग्नु पर्यो र हामीले भनेको ठाउँमा आइपुग्नु पर्यो। त्यो चाहिँ खरिदको 5औं उद्देश्य रहेको देखिन्छ। खरिदका प्रकारहरू के हुन् त? हामीले खरिदलाई चाहिँ दुई किसिमले बाँड्न सक्छौँ। पहिलो निजी खरिद, दोस्रो सार्वजनिक खरिद। निजी खरिद भनेको व्यक्तिले गर्ने अथवा निजी क्षेत्रले खरिद गर्ने कुरा भयो। अर्को चाहिँ सार्वजनिक खरिद भनेको सार्वजनिक निकायले गर्ने खरिद भयो। निजी खरिद र सार्वजनिक खरिदमा के फरक छ त? निजी खरिदमा लगानीकर्ताको निजी आवश्यकताबाट निर्देशित हुने गर्दछ भने सार्वजनिक खरिद चाहिँ सार्वजनिक हितको अवधारणाबाट निर्देशित हुने गर्छ। समाजको हित कुरा यसले ख्याल गर्छ। कुनै निश्चित नियम कानुन तथा शर्तहरू पालना नगर्दा पनि हुन्छ निजी खरिदमा, तर सार्वजनिक खरिदमा निश्चित सीमा नियम शर्त पालना गर्नुपर्ने एकदमै जरुरी हुन्छ। त्यसैगरी निजी खरिदमा एकदमै थोरै समयमा खरिद हुन सक्छ भने सार्वजनिक खरिद चाहिँ प्रक्रिया अनुसार अलिकति निर्धारित लामो समय लाग्न सक्छ। त्यसैगरी निजी खरिद चाहिँ जोसँग पनि खरिद गर्न सकिन्छ। हामीले जोसँग चाह्यौँ त्योसँग खरिद गर्न सक्छौँ। सार्वजनिक खरिदमा त्यसो हुँदैन। योग्य आपूर्तिकर्ताहरू सबैलाई समान सहभागिताको अवसर हामीले सार्वजनिक खरिदमा दिनुपर्ने हुन्छ। त्यसैगरी निजी खरिदमा पारदर्शिता र प्रतिस्पर्धा नचाहिन सक्छ, तर सार्वजनिक खरिदमा यो एकदमै महत्त्वपूर्ण आवश्यक कुरा हो। त्यसैगरी निजी खरिदमा एकदमै सीमित ठुला निजी लगानीमा चाहिँ सार्वजनिक खरिद व्यवस्था लागू हुन्छ, नत्र हुँदैन। तर सार्वजनिक खरिदमा चाहिँ राज्य कोषबाट सञ्चालन हुने सबै किसिमका साना ठुला खरिदमा यो लागू हुन्छ। त्यसैगरी निजी खरिद चाहिँ आर्थिक प्रतिफलसँग मात्रै जोडिएको हुन सक्छ। सार्वजनिक खरिद चाहिँ आर्थिक प्रतिफल मात्र नभएर राज्यको हित, सुरक्षा, सामाजिक तथा आर्थिक विकासको उद्देश्यसँग जोडिन्छ। यो थिए निजी र सार्वजनिक खरिदका विविध भिन्नताहरू। अब हामीले सार्वजनिक खरिद भनेको के हो त? सार्वजनिक खरिदलाई हामी अझ अलिकति प्रष्ट रूपमा बुझ्दाखेरि यसलाई सामान्य अर्थमा सार्वजनिक निकायले आफ्नो दैनिक कार्यालय सञ्चालन गर्न, विकास निर्माणका कार्य गर्न तथा समग्रतामा जनतालाई सेवा प्रवाह गर्ने आवश्यक पर्ने माल सामान, सेवा वा निर्माण कार्यलाई सरकारी कोष प्रयोग गरी गरिने खरिद नै सार्वजनिक खरिद हो।
यसलाई चाहिँ हामी यसरी परिभाषित गर्न सक्छौँ। यसका विविध आयामहरूलाई चाहिँ हामी अगाडि केलाउँदै जानेछौँ। सार्वजनिक खरिदमा सार्वजनिक निकाय शब्दको प्रयोग भएको छ। सार्वजनिक निकाय भनेको कुन कुन संस्था हुन् त? सार्वजनिक खरिद ऐन 2063 अनुसार सार्वजनिक निकाय भन्नाले देहायका निकाय सम्झिनुपर्छ। संवैधानिक अङ्ग वा निकाय, संवैधानिक अङ्ग वा निकाय भनेका विभिन्न आयोगहरू, लोकसेवा आयोग हुन सक्ला, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुन सक्ला, महालेखा परीक्षक नियन्त्रक कार्यालयहरू हुन सक्लान्, अदालतहरू भन्नाले सर्वोच्च अदालत हुन सक्लान्, उच्च अदालत हुन सक्लान्। त्यसैगरी नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग र सो अन्तर्गतका जुनसुकै सरकारी निकाय वा कार्यालयहरू पनि सार्वजनिक निकायको परिभाषाभित्र पर्दछन्। त्यसैगरी नेपाल सरकार वा प्रदेश सरकारद्वारा सञ्चालित अथवा पूर्ण वा अधिकांश स्वामित्वमा वा नियन्त्रणमा रहेका संस्थान, कम्पनी, बैङ्क वा समिति पनि सार्वजनिक निकायमै पर्दछन्। त्यसैगरी आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद जस्ता कुराहरू पनि सार्वजनिक निकायमा पर्छन्, जुन नेपाल सरकार वा प्रदेश सरकारद्वारा गठित हुन्छन्। त्यस्तै नेपाल सरकार वा प्रदेश सरकारको अनुदान प्राप्त विश्वविद्यालयहरू, अनुसन्धान केन्द्र, प्राज्ञिक वा शैक्षिक संस्थाहरू पनि यस अन्तर्गत पर्दछन्। र सबै स्थानीय तहहरू, काठमाडौँ महानगरपालिकादेखि लिएर कुनै पनि एउटा दूरदराजको गाउँपालिका, सबै स्थानीय तहहरू सार्वजनिक निकायका उदाहरणहरू हुन्। त्यसैगरी विकास समिति ऐन 2013 बमोजिम गठित विकास समितिहरू पनि यस निकाय अन्तर्गत पर्दछन्। त्यसैगरी नेपाल सरकार वा प्रदेश सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था पनि सार्वजनिक निकायभित्र पर्दछ। र अर्को चाहिँ नेपाल सरकारको नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक निकाय भनी तोकिएको कुनै पनि संस्था चाहिँ सार्वजनिक निकाय हो। अब हामीले सार्वजनिक खरिद ऐन 2063 नियमावली 2064 अनुसार सार्वजनिक निकायले गर्ने खरिदलाई 4 किसिममा बाँडेको छ, जसमा माल सामान, निर्माण कार्य, परामर्श सेवा, अन्य सेवा पर्दछन्। माल सामान भनेको के हो त? माल सामान भन्नाले सामान्य अर्थमा कार्यालय सञ्चालनमा चाहिने सामान, कम्प्युटर, प्रिन्टर, टेबल, कुर्सी जस्ता भौतिक सामानहरू पर्दछन्। यी सामानहरू खरिद गर्ने बेलामा यसको स्पेसिफिकेसन, यसको गुणस्तर, यसको परिमाण सबै तर्जुमा गरेर माल सामान खरिद गरिन्छ। त्यसैगरी निर्माण कार्य अन्तर्गत साना साना बाटोदेखि ठुला राजमार्गहरू, टनेलहरू, नागढुङ्गा टनेल हुन सक्छ, कुनै सिंहदरबार जस्तो भवनहरू हुन सक्छन्, कुनै पुलहरू हुन सक्छन्, जलविद्युतहरू हुन सक्छन्। यस्ता कामहरू चाहिँ, यस्ता निर्माण संरचनाहरू चाहिँ निर्माण कार्य अन्तर्गत पर्दछन्। त्यसैगरी परामर्श सेवा अन्तर्गत चाहिँ कार्यालयको कामको लागि थप विगतको आवश्यकता परेमा अथवा कार्यालयका कर्मचारीले चाहिँ सो काम आफूले नभ्याउने खण्डमा चाहिँ बाहिरको विज्ञता ल्याई कुनै तालिम गोष्ठी गर्नु पर्यो अथवा कुनै लोकसेवा आयोग जस्तो क्लासेसहरू स्थानीय तहले चलाउनु पर्यो अथवा कुनै ड्रइङ डिजाइनहरू बाहिरको प्राविधिकलाई गराउनु पर्यो भनेपछि यस्तो बेला परामर्श सेवा आवश्यक पर्दछ। त्यसैगरी अन्य सेवा भनेको त्यस्तो कुरा जुन माल सामान निर्माण र परामर्श सेवाले छुँदैन, जस्तो यातायात ढुवानी, कुनै कार्यालयलाई चाहिने सामान हामीले कतैबाट ढुवानी गरेर ल्याउनु पर्यो भनेपछि त्यो ढुवानी गर्ने भाडा चाहिँ अन्य सेवा अन्तर्गत पर्न सक्छ। त्यसैगरी घरबहाल, कार्यालयको कामको लागि कुनै व्यक्तिगत अथवा निजी घर हामीले चाहिँ भाडामा लिएका छौँ भने त्यो घरबहाल पनि अन्य सेवा अन्तर्गत पर्दछ। त्यसैगरी कुनै अफिसियल फर्निचर, प्रिन्टरहरू मर्मत भयो, बिग्रियो भनेपछि त्यस्तो मर्मत गर्ने कार्यहरू प्राविधिक ल्याएर त्यस्तो मर्मत गर्ने कुराहरू गऱ्यौँ भनेपछि त्यो पनि अन्य सेवा अन्तर्गत पर्दछ। सार्वजनिक खरिद व्यवस्थापनको ऐतिहासिक पृष्ठभूमि हेर्दाखेरि विश्व परिवेशमा सन् 1950 को दशकभन्दा अगाडि 1939 देखि 1945 सम्मको दोस्रो विश्वयुद्ध चलेको देखिन्छ। त्यो बेला चाहिँ संसार नै विध्वंसतर्फ आर्थिक मन्दीमा परेको हुन्छ। त्यति बेलाका देशहरू चाहिँ साम्राज्यवादी नीति लिएर एकले अर्कोलाई एलायन्समा समूह मिलेर एकअर्कासँग लडिरहेका हुन्छन्। त्यो जब 1945 मा शान्त हुन्छ, त्यसपछि 1950 को दशकतिर चाहिँ अब पश्चिमा मुलुकहरू चाहिँ पुनर्निर्माण र आर्थिक समृद्धितर्फ लाग्नुपर्छ भनेर अगाडि बढिरहेको हुन्छन्। अब पुनर्निर्माण त गर्ने, आर्थिक समृद्धि पनि आवश्यक थियो, तर त्यो कसरी हुन्छ त भन्दाखेरि सार्वजनिक निकाय अथवा सरकारी निकाय र प्राइभेट सेक्टर, निजी क्षेत्रलाई जोडेर एक आपसमा अगाडि बढ्नुपर्छ भन्ने त्यति बेला देशहरूमा चाहिँ सोच पलाउँछ। त्यो कार्यलाई विधिवत रूपमा सञ्चालन गर्नको लागि चाहिँ केही विधि प्रक्रिया सिस्टमको थालनी हुनुपर्छ, जुन सिस्टम पछि गएर सार्वजनिक खरिद व्यवस्थापनको अवधारणाको रूपमा
सुरु हुन्छ। अब सार्वजनिक खरिद व्यवस्थापनको ऐतिहासिक पृष्ठभूमि नेपाल परिवेशबारे अध्ययन गर्दाखेरि विक्रमसम्वत 2007 सालभन्दा अगाडि राणाकालीन समय थियो। त्यसभन्दा पछाडि प्रजातन्त्र पछिको समयलाई हामीले हेर्न सक्छौँ। विक्रमसम्वत 2007 सालभन्दा अगाडि बजेटको प्रचलन सुरु नभएको हुँदा त्यति बेलाको राणा शासन हुकुमी प्रथामा चलेको हुँदा सार्वजनिक खर्च तत्कालीन राणा प्राइम मिनिस्टर सहित केही सीमितलाई मात्रै थाहा हुने अवस्था रहेको थियो। त्यति बेला जनताको करबाट उठेको रकम जनतालाई सार्वजनिक रूपमा देखाएर पारदर्शी भएर खर्च गर्नुपर्छ भन्ने सोच्ने सरकारमा थिएन, जसले गर्दाखेरि त्यति बेलाको सार्वजनिक खर्च चाहिँ राणा शासनकालभर गोप्य अथवा एकदमै सीमित रहेको देखिन्छ। जब 2007 सालमा प्रजातन्त्र आउँछ त्यस पछाडि प्रजातन्त्रको उदय पश्चात 2008 सालमा राष्ट्रिय बजेट प्रणालीको सुरुवात हुन्छ। खर्च व्यवस्थापनको लागि चाहिँ एकाउन्टेन्ट जनरल कार्यालयको स्थापना पनि हुन्छ। तत्पश्चात देशको प्रशासनिक तथा विकास खर्चमा वृद्धि हुन आउँछ र जसबाट सार्वजनिक खरिदको अवधारणा आधिकारिक रूपमा नेपालमा पनि सुरुवात भएको देखिन्छ। केही वर्षपछि विक्रमसम्वत 2013 मा बजेट प्रणालीलाई साधारण र विकास खर्चमा बाँडफाँड पनि गरिन्छ। विकास खर्चमा बाँडफाँड भएपछि ठूला खरिद प्रणालीको सुरुवात चाहिँ त्यति बेला हुन जान्छ। अब हामीले यो स्लाइडमा चाहिँ केही ऐनहरू, कार्यविधिहरू को विकासक्रम अथवा दात्री निकायहरूको चाहिँ त्यति बेलाको दबाब, त्यसबारे हाल सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 कसरी लागू भयो भन्ने कुरा चाहिँ हामी यहाँ अध्ययन गर्छौँ। यसमा चाहिँ प्रशासकीय कार्यविधि ऐन 2013 ले दिएको व्यवस्थामा टेकी सरकारी रुपैयाँ खर्च सम्बन्धी कार्यविधि नियम 2016 तयार भई लागू हुन्छ, जुन सार्वजनिक खरिद व्यवस्थापनको इतिहासमा, नेपालको इतिहासमा खरिद व्यवस्थापन सम्बन्धी पहिलो नियमावली तयार भएको मानिन्छ। त्यसबारे उक्त प्रशासकीय कार्यविधि ऐन 2013 मा नै रही सरकारी आयव्यय सञ्चालन 2023 पनि लागू भई कार्यान्वयन भएको देखिन्छ। पछि समय बदलिँदै जाँदाखेरि वैदेशिक सहायताको पनि प्राप्ति हुन्छ नेपालको खरिद प्रणालीमा। त्यसपछि नेपालको खरिद प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकताको स्वरूप 2026 सालमा विकासतर्फको बजेटलाई चाहिँ कार्यक्रममा आबद्ध गरिन्छ। कार्यक्रममा आबद्ध भएपछि आर्थिक प्रशासन सम्बन्धी नियमहरू 2026 पनि सँगसँगै लागू हुन्छ। त्यसपछि नेपालको खरिद प्रणालीमा सुधार गर्न पारदर्शिता, प्रतिस्पर्धा र जवाबदेहिता व्यवस्था गर्नुपर्ने भन्ने कुरा दात्री निकायहरू, विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र सङ्घ जस्ता निकायहरूबाट 40 को दशकमा, विक्रमसम्वत 2040 को दशकमा दबाब सुरु हुनेछ, जसको फलस्वरूप आर्थिक कार्यविधि 2055 जारी भई लागू हुन्छ। यस पछाडि सोही ऐनमा रही आर्थिक कार्यविधि 2055 मै टेकेर आर्थिक प्रशासन सम्बन्धी नियमावली 2056 जारी भई कार्यान्वयन हुन आउँछ। अन्ततः सबै वैदेशिक दात्री निकायहरूको सुझाव, विभिन्न महासन्धिहरू, विभिन्न कन्भेन्सनहरूमा कबुलिएका प्रतिबद्धताहरू र नेपालभर एकै किसिमको खरिद व्यवस्थापन प्रणाली लागू गर्न सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 लागू भई विभिन्न संशोधनसहित हालसम्म जारी रहेको पाउँछौँ। यो चाहिँ हाम्रो नेपालको इतिहासमा केही हाम्रो पहिलो नियमावलीदेखि अहिलेसम्म सार्वजनिक खरिद ऐन 2063, नियमावली 2064 का विभिन्न संशोधनसम्मको एउटा विभिन्न महत्त्वपूर्ण जानकारीहरू अथवा महत्त्वपूर्ण परिवर्तनहरू को एउटा झल्को रूपमा हामीले यसमा देखाउन खोजेका छौँ। अब हामी सार्वजनिक खरिद प्रक्रियाको चक्र अथवा चरणहरूबारे बुझ्छौँ। सार्वजनिक खरिदका विविध चरणहरू हुने गर्छन्, जुन खरिदको आवश्यकताबाट सुरु भएर कार्य समापनमा गएर टुङ्गिन्छ। यो सबै प्रक्रियाको, यो चरणहरूको टोटल समग्र रूप नै सार्वजनिक खरिदको चक्र हो, साइकल हो। हामी त्यो साइकललाई यसरी बुझ्न सक्छौँ। यो साइकल चाहिँ खरिदको आवश्यकताको पहिचान, हामीले सुरुमा चाहिँ हामीलाई खरिद आवश्यकता किन भयो त, के कुरा खरिद गर्नुपर्ने, त्यो हामी आवश्यकताको पहिचान गर्छौँ। आवश्यकताको पहिचान भइसकेपछि उक्त पहिचान भएको खरिद आइटमलाई हामीले बजेट कार्यक्रममा व्यवस्था गर्छौँ। बजेट कार्यक्रम व्यवस्था भएर पारित हुन्छ। त्यस पछाडि लागत अनुमान तयार गर्छौँ। लागत अनुमानभित्र त्यसको गुणस्तर, त्यसको क्वान्टिटी, त्यसको चाहिँ स्पेसिफिकेसन सबै कुराहरू हामी तयार गरेर त्यसलाई स्वीकृत गराउँछौँ। सम्बन्धित पदाधिकारीबाट हामी स्वीकृत गराउँछौँ। त्यो लागत अनुमान स्वीकृत भइसकेपछि हामी खरिद विधि पनि छनौट गर्छौँ।
कुन खरिद विधिबाट कसरी खरिद गर्ने भन्ने कुरा योजना त्यो स्वीकृत हुन्छ। खरिद विधि योजना स्वीकृत भइसकेपछि हामी त्यसलाई बोलपत्र तयार गरेर बिडिङ डकुमेन्ट्सहरू तयार गरेर बोलपत्र आह्वान पनि गर्छौँ। बोलपत्र आह्वान गरिसकेपछि बोलपत्र दाताहरू बिडर्सहरू जो चाहिँ बाहिरबाट आपूर्तिकर्ता अथवा निर्माण व्यवसायी हुन सक्नुहुन्छ उहाँहरूले चाहिँ बोलपत्र किनेर बोलपत्र त्यो सूचनाबाट लिएर त्यसमा चाहिँ आफूले कबुल गर्ने अङ्क पैसामा हुनसक्छ अथवा आफ्नो शर्तहरू चाहिँ राखेर हाम्रो कार्यालय अथवा हाम्रो संस्थालाई पेश गर्नुहुन्छ। एउटा निश्चित समयावधि त्यसको लागि तोकिएको हुन्छ। पेश भइसकेपछि हामी ती सबै बोलपत्रहरूलाई जम्मा गरेर हामी त्यसको प्राविधिक पक्ष त्यसको आर्थिक पक्ष सबैलाई केलाएर हामी बोलपत्र मूल्याङ्कन गर्छौँ। बोलपत्र मूल्याङ्कन भइसकेपछि त्यो बोलपत्र ती मूल्याङ्कित बोलपत्रहरूमध्ये सबभन्दा उत्कृष्ट सबभन्दा किफायती र सबभन्दा सार्वजनिक निकायलाई फाइदा हुने बोलपत्र हामी स्वीकृत गर्छौँ र उसँग सम्झौता गर्छौँ। त्यो सम्झौता भइसकेपछि हामी उक्त बोलपत्रदाता उक्त करार सम्झौता गरिएको फर्मसँग हामीले उसलाई चाहिँ कार्य आदेश दिएर कार्य सम्पादन गर्नको लागि हामी आदेश दिन्छौँ। उसले कार्य सम्पादन गर्छ। कार्य सम्पादन भएपछि उसले विभिन्न आफ्नो वर्क सेड्युल कार्य तालिका अनुसार उसले चाहिँ समय समयमा आफ्नो स्टेप्सहरू पुरा गर्दै कार्य समापनहरू पनि पुरा गर्छ। कार्य समापन पुरा गरिसकेपछि उसले चाहिँ आफूले गरेको काम अन्तिम भुक्तानी भइसकेपछि उसले हस्तान्तरण पनि गर्छ। हस्तान्तरण भइसकेपछि त्यो एउटा खरिदको आवश्यकताको पहिचानको बाट सुरु भएर कार्य समापनमा गएर समग्रमा यो खरिद कार्य सकिन्छ, जसलाई हामी सार्वजनिक खरिदका चक्र भनेर बुझ्न सक्छौँ। अब हामी सार्वजनिक खरिदका 7 सर्वमान्य सिद्धान्तहरू बारे बुझ्छौँ। सार्वजनिक खरिदका 7 सर्वमान्य सिद्धान्तहरूमा यो चाहिँ विश्व बैंकले प्रकाशन गरेको सार्वजनिक खरिद निर्देशिकाको अनुसार हो। यो 7 सर्वमान्य सिद्धान्तहरूले चाहिँ हामीलाई निजी खरिद भन्दा सार्वजनिक खरिद के कुराले फरक छुट्टिन्छ त भन्ने कुरा यो 7 सर्वमान्य सिद्धान्तहरूले हामीलाई बुझाउँछ। त्यसमा पहिलो सिद्धान्त रहेको छ मूल्य सार्थकता अथवा भ्यालु फर मनी। हामीले कुनै कार्य कुनै वस्तु कुनै सेवा खरिद गर्यौं भने हामीले लगानी गरेको मूल्य पैसाको त्यो भ्यालु हामीले चाहिँ पाउँछौँ पाउँदैनौँ त्यो हामीले खरिद गरेको वस्तुबाट, त्यो कुरा चाहिँ हामीले एकदमै ख्याल गर्नुपर्ने हुन्छ पहिलो सिद्धान्त अनुसार। त्यसबारे दोस्रो सिद्धान्त भनेको मितव्ययिता। हामीले किन्ने वस्तुको एउटा तोकेको गुणस्तरको होला तर त्यसलाई हामीले कतिको न्यूनतम मूल्यमा किन्न सक्छौँ जसले गर्दा त्यो मितव्ययी रूपमा खरिद हुन्छ, इकोनोमिक हुन्छ। त्यो चाहिँ मितव्ययिता दोस्रो सिद्धान्त रहेको छ। त्यसैगरी निष्ठा नैतिकता भनेका चाहिँ यो सम्बन्धित खरिद कार्यसँग जोडिएका सरोकारवालाहरूको एउटा मोरल एथिक्सको कुरालाई पनि जनाउँछ। हामी त्यहाँ उक्त खरिद कार्यसँग जोडिएका पदाधिकारीहरूको निष्ठा ठिक भयो भने कहिलेकाहीँ कानुनहरूले सबै कुरा समेट्दैन, कहिलेकाहीँ कि लुफहोल्सहरू हुन्छन्, त्यस्तोमा चाहिँ उसले राम्रो कामको लागि उसले स्वविवेकै अधिकार प्रयोग गर्छ। उसको निष्ठा इन्टिग्रिटी राम्रो छ भने उसले चाहिँ त्यहाँ कुनै पनि आफ्नो निकाय सार्वजनिक निकायलाई फाइदा हुने काम उसले डिसिसन लिन्छ जुन निष्ठा अन्तर्गत पर्छ। त्यो पनि हाम्रो सार्वजनिक खरिदका 7 सर्वमान्य सिद्धान्तको तेस्रो सिद्धान्तमा हामीले यसलाई लियौँ। त्यस्तै गरी उद्देश्यमूलकता फिट फर प्रपोज। हामीले किनेको हामीले खरिद गरेको कुनै वस्तु उद्देश्य त्यसले चाहिँ अनुसार सञ्चालनमा आउँछ कि आउँदैन, त्यो प्रपोजका लागि फिट हुन्छ कि हुँदैन, हामीले जुन कुराको लागि प्रस्ताव गरेका थियौँ त्यो कुराको लागि त्यो योग्य छ कि छैन भन्ने कुरा उद्देश्यमूलकताले जोड्छ। त्यसैगरी कार्यदक्षता अर्को सिद्धान्त रहेको छ एफिसियन्सी। कार्यदक्षता त्यहाँ पदाधिकारीको हुन सक्ला अथवा समग्र सिस्टमको हुन सक्ला। कार्यदक्षता एफिसियन्सी ठिक भएन भने त्यो प्रक्रिया ठिक भएन भने त्यसको नतिजा पनि बिग्रन सक्छ। त्यसैले कार्यदक्षता एकदमै एफिसियन्ट हुनु एकदमै महत्त्वपूर्ण मानिन्छ। यो चाहिँ अर्को सिद्धान्त रहेको थियो। त्यसैगरी पारदर्शिता छैटौँ सिद्धान्तको रूपमा हामीले हेरेका छौँ। पारदर्शिता भनेको कुनै पनि प्रक्रिया सार्वजनिक कुरा हामीले सबैलाई जानकारी गराएर सम्पूर्णमा चाहिँ हामीले सार्वजनिक रूपमा जानकारी गराएर हामीले पारदर्शी रूपमा काम गर्यौँ भने सबैलाई हामीले जनविश्वासहरू समाजको विश्वासहरू मान्छे व्यक्तिहरूको विश्वास चाहिँ हामी जित्न सक्छौँ, जुन सार्वजनिक खरिदको सर्वमान्य सिद्धान्तको अर्को पाटो हो। त्यसैगरी स्वच्छता
स्वच्छता पनि सातौं सिद्धान्तको रूपमा हामीले यसलाई हेर्न सक्छौँ। स्वच्छता भनेको हामीले सबैलाई समान रूपमा सहभागी बनाएर सबै आपूर्तिकर्ता अथवा निर्माण व्यवसाय अथवा जसले खरिद कार्यमा संलग्न हुन चाहन्छ ती सबैलाई योग्य फर्म अथवा व्यक्ति अथवा कुनै संस्थालाई हामीले स्वच्छ रूपमा प्रतिस्पर्धा गर्न लाएर हामीले स्वच्छ रूपमा उसलाई चाहिँ निर्णय गर्यौँ, जज गर्यौँ। उसको भनेपछि त्यसले चाहिँ पक्कै पनि सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक खरिद कार्यलाई चाहिँ एकदमै राम्रो नतिजातर्फ लैजान्छ। यो पनि सार्वजनिक खरिदका 7 सर्वमान्य सिद्धान्तको एक सिद्धान्त हो। यसरी हामीले सार्वजनिक खरिदका 7 सर्वमान्य सिद्धान्तहरूबारे बुझ्यौँ। अब हामी अगाडि बढ्छौँ। यसमा हामीले सार्वजनिक खरिद व्यवस्थापनका उद्देश्यहरूलाई चाहिँ हाइलाइट गर्न खोजेका छौँ। सार्वजनिक खरिद व्यवस्थापनका उद्देश्यहरू धेरै हुन सक्छन्। मैले यहाँ केही प्रतिनिधि उद्देश्यहरू राखेको छु, जसमा पहिलो नम्बर छ खरिद योजना तयार पार्ने। कुनै पनि सार्वजनिक खरिद व्यवस्थापनको पहिलो उद्देश्य खरिद योजना तयार पार्नु नै हो। त्यसलाई चाहिँ कसरी आवश्यकताको पहिचान गर्ने, कसरी कुन विधिबाट किन्ने, कसरी त्यसको लागत अनुमान तयार गर्ने, बोलपत्र आह्वान गर्ने, त्यसबारे कसरी कार्य सम्पन्न गर्नेसम्म खरिद योजना हामीले चाहिँ एउटा पहिले नै बनाउँछौँ। 2 नम्बरमा हामीले यसलाई हेर्यौँ भने खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ खुल्ला, वस्तुनिष्ठ, पारदर्शी, मितव्ययी तथा विश्वसनीय बनाउने। यो चाहिँ हाम्रो सार्वजनिक खरिद व्यवस्थापनको उद्देश्यमा पर्छ। त्यसैगरी खरिद प्रक्रियामा प्रतिस्पर्धा, इमानदारिता, विश्वसनीयता, स्वच्छता र जवाबदेहिता कायम गर्ने पनि हाम्रो एउटा उद्देश्य हुन जान्छ। र तोकिएको समयभित्र तोकिएको गुणस्तरमा न्यूनतम लागतमा सार्वभौमिक रूपमा मितव्ययी ढङ्गबाट खरिद कार्य सम्पन्न गर्ने पनि अर्को यसको उद्देश्य रहेको छ। यसको उद्देश्य खरिद कार्यमा संलग्न सरोकारवालाहरूको सदैव क्षमता अभिवृद्धि गर्ने, तालिमहरू दिने यसका उद्देश्यहरूमा पर्दछ। त्यसैगरी यसको अर्को उद्देश्य भनेको खरिद कार्यलाई खरिद इकाइ निर्माण गरी एकीकृत ढङ्गबाट खरिद सम्पन्न गर्ने, जसले एउटा राम्रो सिस्टम बसाल्छ। यो चाहिँ अर्को उद्देश्यको रूपमा हेर्न सकिन्छ। त्यसैगरी खरिद सम्बन्धी ऐन तथा नियमावलीहरू समय सन्दर्भ अनुसार सुहाउँदो परिवर्तन गर्ने पनि सार्वजनिक खरिद व्यवस्थापनका उद्देश्यहरूमा पर्दछ। सार्वजनिक खरिदका सम्बन्धमा अध्ययन अनुसन्धान पनि हाम्रो देशमा कमी छ। त्यस्ता अध्ययन अनुसन्धानहरू गर्ने राम्रा अभ्यासहरू संसारमा कहाँ भइरहेका छन्, त्यो अभ्यासहरूको अध्ययन गरेर नेपालको खरिद प्रणालीमा पनि सुझाव दिन सकिने यो पनि खरिद व्यवस्थापनको उद्देश्य हुन सक्छ। सार्वजनिक खरिद व्यवस्थापनको अर्को उद्देश्य हुन सक्छ। त्यसैगरी सार्वजनिक खरिद कार्यको पिरियोडिक अनुगमन तथा मूल्याङ्कन गर्ने। अहिले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय पब्लिक प्रोक्युरमेन्ट मोनिटरिङ अफिस चाहिँ छ। त्यसको अलावा आफ्नै मन्त्रालयका महाशाखाहरू, खरिद महाशाखाहरू, आफ्नै मन्त्रालय विभागका खरिद सम्बन्धीका इकाइहरूले चाहिँ आफ्नो विभाग मन्त्रालय अन्तर्गत कार्यालयहरूको सार्वजनिक खरिदको पिरियोडिक अनुगमन तथा मूल्याङ्कन गर्नुपर्छ, जुन चाहिँ सार्वजनिक खरिद व्यवस्थापनको उद्देश्य हुन सक्छ। त्यसैगरी सार्वजनिक खरिद सम्बन्धी कार्यमा सबै सरकारहरूलाई विश्वसनीयता कायम गरी धेरैभन्दा धेरै उपयुक्त प्रतिस्पर्धा सहभागी बनाउने पनि अर्को उद्देश्य हुन सक्छ। यसरी मैले केही उद्देश्यहरू चाहिँ यहाँ छलफल गरेँ। यो बाहेक अन्य धेरै उद्देश्यहरू सार्वजनिक खरिद व्यवस्थापनका छन्। यी केही प्रतिनिधि सार्वजनिक खरिद व्यवस्थापनका उद्देश्यहरू हामीले यहाँ छलफल गऱ्यौँ, जुन इक्जाम पोइन्ट अफ भ्यूले पनि एकदमै महत्त्वपूर्ण रहेको छ। अब सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनी तथा संस्थागत व्यवस्था कस्तो छ त? कानुनी व्यवस्था अन्तर्गत हामीले हेर्यौँ भने नेपालमा सार्वजनिक खरिद ऐन 2063, नियमावली 2064 विशेष कानुन, मूल कानुनको रूपमा रहेको छ। त्यसको साथै यसलाई सपोर्ट गर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076, नियमावली 2077 पनि रहेको छ। त्यसैगरी ई-बिडिङको लागि विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका 2074 पनि रहेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय विकास सहायता नीति 2076 पनि खरिद कानुनलाई यसले सपोर्ट गर्छ। त्यसैगरी राष्ट्रिय योजना आयोग एनपिसीद्वारा प्रकाशित बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड 2076 पनि हामीसँग रहेको कानुनी व्यवस्था हो। ईपीसी मार्फत खरिद निर्देशिका 2078 पनि हामीसँग रहेको कानुनी व्यवस्था छ। त्यसैगरी सङ्घीय कानुनको परिधिभित्र रहेर प्रदेश तथा स्थानीय तहका आर्थिक तथा सार्वजनिक खरिद सम्बन्धी कानुनहरू पनि हामीसँग प्र्याक्टिसमा अभ्यासमा रहेका छन्। त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन 2074, सार्वजनिक संस्थानका विनियमावलीहरू
पनि कानुनी व्यवस्थाको रूपमा हामीले हेर्न सक्छौँ। यही मैले केही प्रतिनिधि इक्जाम्पलहरू यहाँ उल्लेख गरेर मैले यहाँ तपाईँहरूमाझ राखेको छु। त्यसैगरी संस्थागत व्यवस्था हामीले हेर्यौँ भने मार्गदर्शन, परामर्श र अनुगमनको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको व्यवस्था छ, जुन प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको मातहतमा रहेको छ, जसले बेला बेलामा मार्गदर्शन दिने, परामर्श दिने र अनुगमन गर्ने काम गर्दछ। त्यसैगरी सार्वजनिक निकायको खरिद महाशाखाहरू, शाखाहरू, इकाइको व्यवस्था पनि संस्थागत व्यवस्थाको रूपमा हामी यसलाई हेर्न सक्छौँ। त्यसैगरी बोलपत्र मूल्याङ्कन समितिको व्यवस्था, दर रेट निर्धारण समितिको व्यवस्था जस्ता कुराहरू संस्थागत व्यवस्थाको रूपमा हामीले यहाँ छलफल गर्न सक्छौँ। अब एकदमै महत्त्वपूर्ण कुरा, सार्वजनिक खरिद विधि चाहिँ कसरी गर्ने गरिन्छ, हामीसँग कस्तो कस्तो प्रावधानहरू छन् त। हाम्रो पहिलो प्रावधानको रूपमा निर्माण माल सामान र अन्य सेवालाई हामीले विविध किसिमले खरिद विधि प्रयोग गर्न सक्छौँ, जसमा अन्तर्राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान भन्ने एउटा खरिद विधि छ, जो चाहिँ ठुल्ठुला आयोजनाहरूमा अन्तर्राष्ट्रिय स्तरको दक्षता आवश्यक परेमा नेपालमा भएका प्राविधिकहरू, नेपालमा भएका कम्पनीहरूको क्षमता, योग्यता नपुग्ने देखिएमा अथवा अन्तर्राष्ट्रिय स्तरको ज्ञान चाहिएमा हामी यो किसिमको बोलपत्र आह्वान गरेर हामी खरिद गर्न सक्छौँ। त्यसैगरी राष्ट्रिय स्तरमा खुल्ला बोलपत्र आह्वान चाहिँ अर्को विधि रहेको छ, जसमा राष्ट्रिय स्तरकै निर्माण व्यवसाय वा आपूर्तिकर्ता आवश्यकता पर्न जान्छ। हाम्रै देशमा भएका कम्पनीहरू, हाम्रै देशमा भएका प्राविधिकहरू आवश्यकता परेमा हामीले चाहिँ राष्ट्रिय स्तरको खुल्ला बोलपत्र आह्वान गर्छौँ, जुन अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा बजेटमा पनि कम हुन्छ र नेपालकै क्षमताले, नेपालभित्रकै सम्पूर्ण क्षमताले चाहिँ यो काम गर्न सक्छन्। त्यस्तोमा चाहिँ हामी यो किसिमको बोलपत्र आह्वान गर्छौँ। त्यसैगरी सेलबन्दी दरबाव पत्र आह्वान गर्छौँ। अलि सानो कामको लागि, 20 लाखभन्दा सानो कामको लागि हामी सेलबन्दी दरबाव पत्र आह्वान गर्छौँ, जसमा हामीले कोटेसनलाई सिल्ड गरेर कुनै पनि कार्यालयमा सबमिट गर्छौँ र त्यो सिल्ड कोटेसनहरू, खाममा बन्द भएको कोटेसनलाई चाहिँ पछि उसको मूल्याङ्कन गरेर हामी सेलबन्दी दरबाव पत्रबाट खरिद गर्ने गर्छौँ। त्यो चाहिँ सेलबन्दी दरबाव पत्र अन्तर्गत पर्दछ। सोझै खरिद पनि अर्को एक किसिमको खरिद विधि हो, जसमा हामी 5 लाखसम्मको निर्माण मालसामान वा अन्य सेवालाई चाहिँ हामी सोझै खरिद गर्न सक्छौँ। सोझै खरिदको अर्थ सिधै बजारबाट व्यक्तिले किनेको अथवा कुनै निजी क्षेत्रले किनेको जस्तो नभएर हामीसँग मौजुदा सूचीमा रहेका आपूर्तिकर्ता, निर्माण व्यवसायबाट 5 लाखसम्मको कार्य उनीहरूलाई दर रेट माग गरी उनीहरूको दर रेटमा सबभन्दा कम कसको छ, सबभन्दा कम र काम गर्न सक्ने कम्पनी अथवा फर्मलाई चाहिँ सम्झौता गरेर यसरी हामी सोझै खरिद पनि गर्न सक्छौँ। यो चाहिँ एकदमै सानो कामको लागि, 5 लाखभन्दा मुनिको कामको लागि मात्रै यस्तो खरिद विधि अपनाइन्छ। त्यसैगरी उपभोक्ता समिति तथा लाभग्राही समुदायबाट निर्माण कार्य भनेको छ, जसमा चाहिँ सामान्यतया 1 करोडसम्मको निर्माण कार्यहरू, जसमा ठुलो इक्विपमेन्ट, मेसिनरी युज हुँदैन, त्यस्तो कुराहरू चाहिँ उपभोक्ता समितिबाट निर्माण कार्य गराउने चलन पनि छ, जुन स्थानीय तहमा एकदमै प्रचलनमा छ। त्यसैगरी अमानत खरिद पनि अर्को विधि हो। अमानत खरिद अन्तर्गत 1 लाखभन्दा कमको ज्याला भुक्तानी कार्य डोर हाजिरीबाट कुनै कामहरू चाहिँ, अब जस्तो केही काम चाहिँ ज्यालादारी काममा अब सबै सामान चाहिँ अफिसले किनिदिन सक्छ। अफिसले किनेपछि त्यो ज्यालाहरू जुन चाहिँ गर्नुपर्ने हुन्छ त्यस्तोलाई चाहिँ डोर हाजिरीबाट अमानत खरिद गर्न सकिन्छ, अथवा कुनै इमर्जेन्सी गर्नुपर्ने मर्मतहरू, यस्ता कुराहरू चाहिँ अमानत खरिदबाट गर्न सकिन्छ। त्यसैगरी एकमुष्ट दर विधि। एकमुष्ट दर विधि भनेको प्रत्येक आइटम दरमा कोटेसन मागेर होइन कि त्यो समग्र कार्यको लमसम तरिकाले, एकमुष्ट तरिकाले चाहिँ डिल गरेर एकमुष्ट दर विधिबाट पनि हामी खरिद कार्य गर्न सक्छौँ। त्यसैगरी क्याटलग सपिङ विधि। क्याटलग सपिङ विधि भनेको उत्पादक वा अधिकृत विक्रेताबाट निर्धारित दरमा खरिद गर्ने विधि। यो भनेको जस्तो कुनै नयाँ गाडी किन्नु पर्यो भनेपछि कुनै कम्पनीको ठाउँ भूगोल अनुसार आवश्यकता परेको गाडी चाहिँ उसको क्याटलगमा हेरेर हामी क्याटलग सपिङ विधिबाट खरिद गर्न सक्छौँ। यो चाहिँ एक किसिमको खरिद गर्ने विधिमै पर्दछ। त्यसैगरी नयाँ लिने, पुरानो दिने। कुनै पुरानो सामान दिएर नयाँ सामान साटेर ल्याउनेलाई चाहिँ नयाँ लिने, पुरानो दिने भन्न सकिन्छ। जस्तो सामान्य इक्जाम्पल दिँदा कार्यालयमा पानीको जार किनेर ल्याउनु पर्यो भने हामी पुरानो जार दिन्छौँ, नयाँ जार ल्याउँछौँ। त्यो पनि एक किसिमले साटफेट जस्तै हो। अर्को चाहिँ त्यो बाहेक
कुनै ग्यास सिलिन्डर पनि युज गरेको ग्यास सिलिन्डर दिन्छौँ, त्यस पछाडि भरेको ग्यास सिलिन्डर ल्याउँछौँ। त्यो नयाँ लिने पुरानो दिने, यो चाहिँ त्यसबाट हामी बुझ्न सक्छौँ। अथवा कुनै बाइक चाहिँ पुरानो भएको छ, त्यो बाइकलाई चाहिँ हामी एक्सचेन्ज गरेर नयाँ बाइक ल्यायौँ, त्यसमा केही थपेर भनेपछि त्यो पुरानो बाइक पनि सदुपयोग भयो, त्यसले पनि कुनै भ्यालु पायो र नयाँमा पनि अलिकति सुरुको इनिसियल लगानी घट्यो, त्यो चाहिँ नयाँ लिने पुरानो दिने अन्तर्गत पर्दछ। त्यसै गरी विशेष परिस्थितिमा खरिद भनेको चाहिँ कुनै विशेष परिस्थिति आइपरेमा, कुनै विपद आइपरेमा, महामारी आइपरेमा कहिलेकाहीँ एकदमै इमर्जेन्सीमा किन्नुपर्ने हुन्छ, जसमा हामीलाई प्रक्रिया विधितिर लाग्यौँ भने त्यो सामान हामीलाई ठ्याक्कै इमर्जेन्सीमा चाहिएको बेला आइपुग्दैन। त्यही भएर हामी त्यति बेला खरिद कुरालाई चाहिँ विशेष परिस्थितिमा खरिद भनेर बुझ्छौँ। कोरोनाको बेला चाहिँ भएका खरिदहरू प्रायः विशेष परिस्थितिमा खरिदको रूपमा चाहिँ भएका थिए। त्यो चाहिँ एउटा सानो इक्जाम्पलको रूपमा हामीले बुझ्न सक्छौँ। त्यसै गरी खमा छ परामर्श सेवा। अघि हामीले निर्माण कार्य, मालसामान र अन्य सेवाको बारेमा हामीले खरिदबिक्री हेऱ्यौँ भनेपछि यो चाहिँ परामर्श सेवाको चाहिँ हामीले प्रतिस्पर्धात्मक माग गरेर गर्न सक्छौँ, सोझै खरिद गरेर गर्न सक्छौँ अथवा वार्ता गर्न सक्छौँ। प्रतिस्पर्धात्मक प्रस्ताव माग भनेको चाहिँ राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक विधि पनि हुन्छ। अलिकति राष्ट्रकै दक्ष कर्मचारी, दक्ष जनशक्तिबाट सम्पन्न गर्नुपर्ने काम अथवा राष्ट्रकै फर्मबाट गराउनुपर्ने काम, एउटा लेभलको बजेटसम्मको काम चाहिँ हामी राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक विधि युज गर्छौँ भनेपछि अलिकति अन्तर्राष्ट्रिय स्तरको विज्ञता चाहिएको काम चाहिँ र बजेट ठुलो भएको काम चाहिँ हामी अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक विधिबाट काम सम्पन्न गर्छौँ। त्यसै गरी सोझै खरिदबाट पनि हामी काम गर्न सक्छौँ। सोझै खरिद भनेको सानो आइटमहरू हामीले चाहिँ आफ्नो कार्यालयमा दर्ता भएका फर्महरूसँग सिधै कोटेसन मागेर पनि हामी सोझै खरिद गर्न सक्छौँ र सानोतिनो कामहरू हामी वार्ताबाट पनि गर्न सक्छौँ। यो चाहिँ परामर्श सेवा अन्तर्गतको खरिद विधिहरू थिए। यसमा चाहिँ परामर्श सेवा अन्तर्गत तालिमहरू, डिजाइन डिपिआरहरू, त्यस पछाडि कुनै नक्सा बनाउने कार्यहरू, लोकसेवाका क्लासेसहरू यसमा पर्दछन्। अब हामी खरिद विधिबाट हामी सार्वजनिक खरिद व्यवस्थापनको महत्त्व अथवा आवश्यकता के छ भन्ने कुरामा बुझ्न सक्छौँ। महत्त्व यसको हेर्दाखेरि सार्वजनिक खरिदलाई विधिवत रूपमा व्यवस्थित गरी आर्थिक गतिविधिलाई चलायमान तथा वृद्धि विकास गर्न यसको महत्त्व देखिन्छ। त्यसै गरी सानादेखि ठुला निर्माण आयोजनालाई सबैभन्दा उचित तथा उद्देश्य अनुरूप सञ्चालन गरी लाभ लिन पनि यसको महत्त्वको रूपमा हामीले हेर्न सक्छौँ। त्यसै गरी राष्ट्रहितको लागि व्यवस्थित सार्वजनिक खरिद मार्फत सामाजिक तथा आर्थिक उद्देश्यलाई जोडेर आम नागरिकको जीवनस्तर स्तरोन्नति गर्न पनि यसको एकदमै महत्त्वपूर्ण भूमिका रहेको छ। सार्वजनिक खरिद गर्ने सम्बन्धित सरकारहरूलाई तथा पदाधिकारीलाई आफ्नो जिम्मेवारी तथा सम्पादित काम कर्तव्यप्रति जवाबदेही बनाउन पनि सार्वजनिक खरिद व्यवस्थापनको महत्त्वको रूपमा हेर्न सकिन्छ। त्यसै गरी जनताबाट आर्जित राज्य कोषबाट गरिएको आर्थिक लगानीको उच्चतम मूल्य प्राप्त गरी जनसेवालाई नै प्रोत्साहन गर्नको लागि पनि यसको महत्त्व रहेको देखिन्छ। त्यसै गरी खरिद प्रक्रियामा पारदर्शिता र मितव्ययिता कायम गर्दै राज्यमा सुशासन प्रवर्धन गर्न पनि यसको महत्त्वको रूपमा हामी हेर्न सक्छौँ। त्यसै गरी सार्वजनिक खरिदमा एकरूपता कायम गरी खरिद कार्यमा हुने अनियमिततालाई नियन्त्रण गर्न पनि अर्को महत्त्वको रूपमा हामीले हेर्न सक्छौँ। सार्वजनिक र निजी क्षेत्रको खरिद प्रक्रियालाई विधिवत रूपमा जोडेर राष्ट्र तथा नागरिकको आर्थिक समुन्नति पनि अर्को महत्त्व रहेको देखिन्छ। महत्त्व सँगसँगै सार्वजनिक खरिद व्यवस्थापनका समस्याहरू पनि छन्, त्यसका समाधानका उपायहरू पनि छन्। अब यहाँ उल्लेखित समस्याहरू केही प्रतिनिधि समस्या हुन्। व्यावहारिक रूपमा काम गर्दाखेरि धेरै समस्या आइपर्छन्, जुन कुरा यहाँ सबै समेटेर सकिँदैन। यो चाहिँ एकदमै ठुलो महासागर जस्तै हो। तर हामीले केही प्रतिनिधि समस्याहरू जो चाहिँ एकदमै बारम्बार दोहोरिने गर्छन् र यो समस्यालाई हामीले जानकारी राख्यौँ भने यसको बारेमा सामान्य जानकारी र यसको बारेमा लोकसेवा आयोगमा जाँचमा चाहिँ लेख्न सक्ने तरिकाले हामी यहाँ समस्याबारे छलफल गर्दैछौँ। पहिलो नम्बरमा चाहिँ न्यूनतम मूल्याङ्कित सार्वभौमिक रूपमा प्रभावकारी नभई विविध कानुनी झमेलाबाट बस्न सधैँ न्यून मूल्य कबुल गर्ने सँग नै करार सम्झौता गर्दा कामै नहुने, समयमा नहुने, गुणस्तरीय नहुने वा रुग्ण नहुने अवस्था रहेको छ। न्यूनतम मूल्याङ्कित सार्वभौमिक रूपमा प्रभावकारी भनेको सधैँ न्यून मूल्य होइन। खासमा अब
टेक्निकल्ली पनि साउन्ड हुनु पर्यो र आर्थिक रूपमा पनि अरूभन्दा कम हुनु पर्यो भन्न खोजेको हो। तर सबैभन्दा कम भएको नै टेक्निकली साउन्ड हुन्छ भन्ने हुँदैन। तर हाम्रो कानुनी झमेलाबाट बस्न चाहिँ सबभन्दा कम मूल्य अङ्क कबुल गर्नेलाई नै हामी करार सम्झौता गर्छौँ। त्यसबाट कहिलेकाहीँ के हुन्छ, टेक्निकली साउन्ड प्राविधिक रूपमा सक्षम फर्म आइदिँदैन, जसले गर्दाखेरि चाहिँ कामै नहुने, समयमा नहुने, गुणस्तरीय नहुने वा रुग्न हुने अवस्था आउन जान्छ। त्यसैगरी खरिद कार्यलाई टुक्र्याई ससाना योजना बनाउँदा उपयुक्त खरिद विधिलाई छली अनियमिततालाई प्रोत्साहन गरेको अवस्था पनि छ। अब खरिद कार्यलाई चाहिँ टुक्र्याउँदाखेरि कहिलेकाहीँ अर्को विधि युज गर्नुपर्ने हुन्छ, जुन चाहिँ अलिकति समय लाग्ने, अलिकति मिलोमोतो जहाँ चाहिँ कम हुने सम्भावना हुन्छ भने टुक्र्याउँदाखेरि ससाना योजनाहरू सोझै खरिद गर्न सकिने अथवा वार्ताबाट खरिद गर्न सकिने त्यस्ता कुराहरू गर्दाखेरि अनियमिततालाई प्रोत्साहन हुने हुन्छ, जसले खरिद विधिलाई चाहिँ छली भएको र अनियमितता भएको भन्ने कुराहरू पनि समस्याको रूपमा आएको देखिन्छ। त्यसैगरी करार सम्झौता पश्चात पेस्की लिने, पेस्की रकम सम्बन्धित कार्यलाई नलगाई अन्य कार्यमा खर्च भएको, जसलाई समयमा नै कारबाही गर्न नसकेको अवस्था रहेको छ। अब कन्ट्र्याक्ट अवार्ड भइसकेपछि, कन्ट्र्याक्ट एग्रिमेन्ट भइसकेपछि एडभान्स लिइन्छ। एडभान्स किन दिइन्छ भनेपछि त्यसले चाहिँ निर्माण कार्य अथवा कुनै आपूर्तिकर्ताले कुनै माल सामान आपूर्ति गर्ने बेला पेस्की लिइसकेपछि सोही पेस्की रकमबाट आपूर्ति गर्दै जाओस्, निर्माण कार्य सुरु गर्दै जाओस् भनेर पेस्की दिन्छ। तर गलत नियत भएका आपूर्तिकर्ता अथवा निर्माण व्यवसायबाट जुन खर्चका लागि दिएको त्यसमा नभएर अन्य कुनै आफ्नो विलासिताका सामान किन्ने, अन्य कतै लगानी गर्ने प्रचलन छ, जसले गर्दाखेरि चाहिँ त्यो काम पनि नहुने र त्यसलाई कारबाही पनि गर्न नसकेको अवस्था रहेको छ, जुन चाहिँ एकदम ठुलो समस्याको रूपमा सधैँ नै सुनिन्छ। त्यसैगरी सार्वजनिक खरिद कार्यको ज्ञानको कमीले गर्दा संलग्न जनशक्तिबाट कार्य सम्पादन फितलो हुने पनि छ। जस्तो अहिले नेपालको कन्टेक्स्टमा चाहिँ 2074 पछि धेरै ठुलो मात्रामा चाहिँ स्थानीय तहको चाहिँ सुरुवात भएको देखिन्छ, जसमा चाहिँ नयाँ कर्मचारी जसलाई चाहिँ त्यो सुरुमा जागिरी खाँदाखेरि, सुरुमा लोकसेवा आयोगबाट छिर्दाखेरि पनि तालिमहरू भएको हुँदैन, उनीहरूलाई सिधै फिल्डमा काम गरेर पठाउँदाखेरि कहिलेकाहीँ सार्वजनिक खरिद कार्यको ज्ञान नै हुँदैन, जसले गर्दाखेरि काम सम्पादन फितलो हुने, विधि नपुग्ने, जसले गर्दा चाहिँ पछि समस्या आउने समस्याहरू देखा परेको छ। त्यसैगरी अर्को समस्याको रूपमा सार्वजनिक खरिद व्यवस्थापनको सर्वमान्य सिद्धान्त अनुरूप खरिद कार्य नहुनु। अब पारदर्शिता, स्वच्छता, जवाबदेहिता, उद्देश्यमूलकता जस्ता कुराहरू चाहिँ सार्वजनिक खरिद व्यवस्थापनको सिद्धान्तहरूलाई चाहिँ परिपालना नगर्नुले चाहिँ खरिद कार्य कहिले पनि त्यो राम्रो तरिकाले सम्पन्न हुने कुरा हुँदैन, त्यो पनि एउटा समस्याको रूपमा हेर्न सकिन्छ। त्यसैगरी उपभोक्ता समिति वा लागुराई समूहबाट यसै पनि दक्षता नहुने, साथै दक्षता भए पनि निर्माण कार्यहरू उनीहरू आफै संलग्न नभई निम्न स्तरको पेटी ठेकेदार वा मिस्त्रीबाट गराउने जस्तो अनियमितताले निर्माण कार्य झन् गुणस्तरीय भएको भन्ने धेरै जस्तो ठाउँबाट सुनिन्छ। यो पनि एउटा समस्याको रूपमा रहेको देखिन्छ। त्यसैगरी करार सम्झौता तथा कार्यतालिका अनुरूप समय सीमाभित्र काम नहुने, जसले गर्दा निर्माण कार्य सिक हुँदै जाने, रुग्न हुँदै जाने र पछि जनमानसमा यो सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी विश्वसनीयता घटेको अवस्था पनि रहेको देखिन्छ। यो पनि एकदमै ठुलो समस्याको रूपमा हामी हेर्न सक्छौँ। त्यसैगरी अर्को समस्याको रूपमा लागत अनुमान भन्नाले करिब नजिकको लागत हुनुपर्नेमा अव्यावहारिक तथा हचुवापूर्ण तरिकाले लागत अनुमान तयार गर्दा एकदमै धेरै भेरिएसन आउने गर्छ। अब ठ्याक्कै लागत अनुमान भनेको ठ्याक्कै पैसा त भन्न खोजेको होइन, एउटा निश्चित सीमा रेन्जमा चाहिँ आउनुपर्छ। अलिअलि सानोतिनो भेरिएसन हुन सक्ला, केही क्वान्टिटी कम होला, केही क्वान्टिटी बढी होला, तर एकदमै ठुलो 20, 25, 30%, 50% त्यस्तो भेरिएसन आउनु भनेको लागत अनुमानमै कमजोरी हुनु हो, त्यसलाई नै राम्रोसँग नगरिनु हो। त्यस्तो भेरिएसनले चाहिँ पछि काम चाहिँ समयभित्र पनि हुँदैन। सुरुको लागतमा तयार नहुने समस्या, सुरुको लागतमा हामीले जति अनुमान गरेका थियौँ, जति इस्टिमेट गरेका थियौँ त्यसमा पनि हुँदैन, जसले गर्दा पैसा पनि नपुग्ने, समय पनि बढ्ने, जसले गर्दा आयोजना व्यवस्थापनमा यो पनि एउटा समस्याको रूपमा सार्वजनिक खरिद व्यवस्थापनमा रहेको देखिन्छ। त्यसैगरी अर्को समस्या भनेको उपयुक्त जनशक्ति उचित ठाउँमा नहुँदाखेरि ठुला आयोजना व्यवस्थापन फितलो तथा उत्कृष्ट नतिजा नआउने जस्ता समस्या रहेको देखिन्छ। अब राम्रो प्रोजेक्ट म्यानेजरलाई चाहिँ राम्रो प्रोजेक्टमा पठाउनुको सट्टा हामी सरकार चेन्जै पछि आफ्नो निकटको आयोजना
व्यवस्थापक अथवा प्रोजेक्ट म्यानेजरकोलाई हामी पठाउने गर्छौँ, जसले गर्दाखेरि उत्कृष्ट नतिजा सबै ठाउँमा नआउने र समस्या रहने गरेको देखिन्छ। यो पनि एउटा समस्या हो। त्यसै गरी बोलपत्र योग्यताका आधारहरू तयार गर्दा कुनै निश्चित समूहतर्फ लक्षित गरी प्रतिस्पर्धालाई नै खुम्च्याएर अनियमिततालाई प्रोत्साहन भइरहेको अवस्था पनि रहेको देखिन्छ। कहिलेकाहीँ अब इलिजिबिलिटी क्राइटेरिया तयार गर्दाखेरि चाहिँ यस्तो यस्तो काम गरेको यस्तो यस्तो भनेर जुन चाहिँ अब आवश्यक पनि नहुन सक्छ, त्यस्तो एकदमै स्पेसिफिक भएर हामी बोलपत्र प्रतिस्पर्धालाई नै हामीले खुम्च्याउने तरिकाले चाहिँ कहिलेकाहीँ रिक्वायरमेन्टहरू चाहिँ तयार गरेर देखिन्छ कुनै ठाउँमा चाहिँ। त्यस्तो अवस्थामा चाहिँ यो अनियमिततालाई प्रोत्साहन भइरहेको अवस्था हो, जुन चाहिँ एउटा समस्याको रूपमा हेर्न सकिन्छ। त्यसैगरी राजनीतिक तथा नीतिगत अस्थिरताको कारण समयानुकूल खरिद व्यवस्थापनलाई बदलिदो डिजिटल प्रविधिसँग जोड्ने कुरामा सदैव पछाडि रहन्छौँ, यो पनि अर्को समस्या हो। त्यसैगरी सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी राम्रा अभ्यासहरूको सिको तथा अध्ययन अनुसन्धानको कमी भइरहेको नै छ, जसले गर्दा कानुनी विधि प्रक्रियामा पनि लुपहरू छन्, जसले गर्दा अलिकति नियत ठिक नभएको पदाधिकारीले चाहिँ त्यस्तो लुपहरू प्रयोग गरेर कहिलेकाहीँ गलत काम गरिरहेका हुन्छन्। त्यो पनि सार्वजनिक खरिद व्यवस्थापनका समस्याहरूमा पर्दछन्। अब हामीले समस्याहरूबारे छलफल गऱ्यौँ, अब हामी समाधानका उपायतिर लाग्छौँ। यो पनि प्रतिनिधि उपायहरू चाहिँ हामीले राखेको छु। अब सार्वजनिक खरिद व्यवस्थापनका चुनौतीहरू त एकदमै धेरै छन्, यसका समाधानको उपायहरू पनि एकदमै भेग छ। जति प्र्याक्टिस गर्यो सार्वजनिक खरिद व्यवस्थापन त्यति नै यो जटिल विषय जस्तो देखिन्छ र हो पनि। त्यसैले यसमा यो चाहिँ एकदमै सबै कुराहरू यसमा खुलेर सबै कुराहरू यसमा चाहिँ समेटिने कुरा त हुँदैन, तर परीक्षाको पोइन्ट अफ भ्यूले मैले बेला बेला भनिरहेको छु, परीक्षाको पोइन्ट अफ भ्यूले र सामान्य ज्ञानको पोइन्ट अफ भ्यूले चाहिँ यो एकदमै उपयोगी छ। तर व्यावहारिक रूपमा भने सार्वजनिक खरिद व्यवस्थापन भनेको एकदमै ठुलो चुनौतीपूर्ण कार्य हो, जुन चाहिँ जति धेरै अध्ययन गर्यो जति धेरै प्र्याक्टिस गर्यो त्यति धेरै यसमा आफू अनभिज्ञ भएको जस्तो महसुस हुन्छ। यो चाहिँ एकदमै महासागरको रूपमा पनि यसलाई हामी हेर्न सक्छौँ। त्यसैले हामी त्यतातिर नगएर अहिले हामी चाहिँ सामान्य एउटा लोकसेवाको पोइन्ट अफ भ्यूबाट यसका समाधानका उपायहरू हामी हेर्छौँ र सामान्य ज्ञानको रूपमा चाहिँ हामी हेर्छौँ। जो चाहिँ भर्खरै नयाँ हुनुहुन्छ, जसलाई चाहिँ यस सम्बन्धी बुझ्नु छ, त्यस्तो मान्छेलाई चाहिँ यो एकदमै उपयोगी हुन सक्छ। त्यसै गरी उपायहरू समाधानका उपायहरूबारे हामीले कुरा गर्दाखेरि सार्वजनिक खरिद कानुनको पालना पूर्ण रूपले गर्नुपर्ने हुन्छ, जसले गर्दा विविध समस्याहरू चाहिँ सुल्झेर आफै आउँछन्। त्यसै गरी इबिडलाई एकदमै अनिवार्य गर्नुपर्छ। इबिडले पनि धेरै अनियमिततालाई चाहिँ पहिला हार्डकपीमा हुने अनियमिततालाई चाहिँ यसले रोकेको छ, प्रतिस्पर्धालाई चाहिँ यसले प्रोत्साहन गरेको छ। त्यसै गरी खरिद सम्बन्धी कार्यविधि प्रक्रिया तथा निर्णयलाई अझ खुल्ला, वस्तुनिष्ठ, पारदर्शी, मितव्ययी तथा विश्वसनीय बनाउनुपर्छ, जसले गर्दा सार्वजनिक खरिद विधिमा चाहिँ जनमानसको पनि जनविश्वास बढेर आउँछ। त्यसै गरी खरिद कार्यमा संलग्न सरोकारवालाहरूको क्षमता सदैव अभिवृद्धि गर्नुपर्ने हुन्छ, तालिमहरू दिनुपर्ने हुन्छ। कर्मचारीलाई चाहिँ लोकसेवा आयोगमा नाम निकालिसकेपछि सुरुमा यस सम्बन्धी तालिम दिएर यस सम्बन्धी बुझाएर केही डमी प्र्याक्टिसहरू गरेर मात्रै फिल्डमा पठाउनुपर्छ, जसले गर्दा सार्वजनिक खरिद व्यवस्थापनका समस्याहरू समाधान हुन्छन्। त्यस पछाडि सार्वजनिक खरिदका सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरी राम्रो अभ्यासको सुझाव दिनुपर्ने राम्रो अभ्यासको सुझाव दिनुपर्ने हुन्छ, जसमा चाहिँ हामीले नेपाल सरकार, प्रदेश सरकार अथवा पालिकाहरूबाट यस अध्ययन अनुसन्धान सम्बन्धी बजेटहरू छुट्याएर यस सम्बन्धी तालिमहरू गराएर यस सम्बन्धी चाहिँ बेला बेलामा चाहिँ क्लासेसहरू अथवा बेला बेला चाहिँ गोष्ठीहरू गराएर चाहिँ हामीले अगाडि बढ्नुपर्ने हुन्छ, जसले गर्दा सार्वजनिक खरिद व्यवस्थापन अझ मजबुत, अझ सुदृढ भएर अगाडि बढ्छ। त्यसै गरी अर्को समाधानका उपायहरूमध्ये सार्वजनिक खरिद व्यवस्थापनको ज्ञानको दायरालाई सार्वजनिक पदाधिकारीलाई मात्र नभएर निजी क्षेत्रमा पनि फैलाउने प्रयास गर्नुपर्छ। कुनै पनि सार्वजनिक खरिद चाहिँ सरकारी निकाय र निजी क्षेत्रबीच नै हुने गर्छ प्रायःसो, र निजी क्षेत्रले चाहिँ कहिलेकाहीँ लोभ प्रलोभन देखाएर सार्वजनिक पदाधिकारीहरूलाई चाहिँ गर्न नहुने कामप्रति उसले उक्साउन खोज्छ। त्यस्तो भावनाले निजी क्षेत्रलाई पनि यसमा उत्तरदायित्व जिम्मेवारी हुने गरी उनीहरूलाई पनि यो क्षेत्रको ज्ञानको दायरालाई बढाउन हामीले यतातर्फ जोड दिनुपर्ने हुन्छ, जसले गर्दा सार्वजनिक खरिद व्यवस्थापनका समस्याहरू समाधान हुन्छन्।
सार्वजनिक निर्माण कार्यको अनुगमनमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला जनसमुदायलाई पनि संलग्न गराई आवश्यक राय सुझाव पनि लिनुपर्छ, जसले गर्दाखेरि पछि विवाद आउँदैन र कसरी अगाडि गर्न सकिन्छ एउटा प्रष्ट बाटो पनि आउन सक्छ। यो पनि एउटा समाधानको उपाय हुन सक्छ। अर्को चाहिँ सार्वजनिक खरिद ऐन, नियमावली तथा कार्यविधिलाई समयानुकूल रिभ्यू र संशोधन गर्नुपर्ने हुन्छ। हाम्रो अहिलेको डिजिटल युग अनुसारको अहिलेको संसारमा भइरहेका राम्रा प्र्याक्टिसहरूलाई चाहिँ हामीले अवलम्बन गरेर हामीले समयानुकूल यसको चाहिँ रिभ्यू गऱ्यौँ, यसको चाहिँ समीक्षा गरौँ, संशोधन गऱ्यौँ भनेपछि यसले चाहिँ समय सुहाउँदो खरिद ऐन नियमावलीहरू चाहिँ तयार भई हाम्रो खरिद प्रणालीलाई चाहिँ सुधार गर्दै जान्छ। त्यसै गरी नियामक निकायहरूको क्षमता पनि अभिवृद्धि गर्नुपर्छ, जसले गर्दा सदैव खबरदारी गर्ने गर्छ र तथ्यगत सूचना प्रवृत्तिमा आधारित नियमन हुनुपर्छ, अनुगमन हुनुपर्छ, जसले गर्दा सार्वजनिक खरिद व्यवस्थापनलाई नै फाइदा हुने गर्दछ। त्यस्तै समाधानका अर्को उपायमा चाहिँ समयको गतिसँगै अन्य दात्री निकाय तथा राष्ट्रहरूले गरेको राम्रो अभ्यासको पालना पनि थालना गर्नुपर्ने हुन्छ। विश्व बैंकको पनि एउटा खरिद गर्ने आफ्नो सिस्टम छ, संसारमा एडिबीको छ, फिडिक डकुमेन्टहरू छ। त्यस्ता डकुमेन्टहरूबाट हामीले चाहिँ हाम्रो खरिद प्रणालीलाई पनि राम्रो अभ्यासहरू हामीले सिकेर लागू गर्न सक्छौँ। त्यसै गरी सार्वजनिक खरिद कार्यको पिरियोडिक अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने हुन्छ। अब त्यसको लागि हाम्रो संस्थागत व्यवस्थाको रूपमा पिपिएमओको कार्यालय पनि छ, प्लस आफ्नो मन्त्रालय, आफ्नो विभागले, आफ्नो जिल्लास्थित कार्यालयहरू, स्थानीय तहलाई पनि सङ्घबाट सार्वजनिक खरिद सम्बन्धी विज्ञहरू अथवा सम्बन्धित कार्यालयबाट चाहिँ अनुगमन गर्ने, मूल्याङ्कन गर्ने, उनीहरूलाई सिकाउने, त्यस्तो कुराहरू गर्दाखेरि चाहिँ समस्या समाधानहरू हुन सक्छन्। त्यसै गरी खरिद कार्यलाई विशेषज्ञ समूहको खरिद एकाइ निर्माण गरी एकीकृत ढङ्गबाट खरिद कार्य सम्पन्न गर्नुपर्ने हुन्छ। खरिद कार्यलाई एउटा सिस्टम बसाल्नुपर्ने हुन्छ। त्यसमा एकदमै एक्सपर्ट टोली प्राविधिक हुन सक्ला, कानुनको हुन सक्ला, प्रशासनिक हुन सक्ला, लेखाको, आर्थिकको हुन सक्ला, सबै विज्ञ आफ्नो क्षेत्रका विज्ञ मानिसहरूलाई समेटेर एकाइ निर्माण गरेर एकीकृत ढङ्गबाट खरिद कार्य गर्यो भने त्यसबाट पनि धेरै समस्याहरू समाधान हुन सक्छन्। खरिद कार्य व्यवस्थापनमा सुदृढ स्रोत तथा दक्ष जनशक्ति परिचालन गरी उचित समय सीमाभित्र सफल रहेमा वा नरहेमा पुरस्कार दण्डको प्रावधान राख्नुपर्ने कुराले पनि सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धीका समस्याहरूलाई समाधान गरेर ल्याउँछ। यी थिए सार्वजनिक खरिद व्यवस्थापनका विभिन्न आयामहरू। यति लामो समयसम्म सुनिदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। हामीले परिचय, पृष्ठभूमि, सिद्धान्त, उद्देश्य, महत्त्व, प्रक्रिया, विधि, चक्र, चरण, कानुनी व्यवस्था, संस्थागत व्यवस्था, समस्या र समाधानका उपायहरूबारे हामीले छलफल गऱ्यौँ। यो चाहिँ फेरि पनि मैले भन्न चाहेँ, यो चाहिँ सार्वजनिक खरिद व्यवस्थापनमा रुचि राख्ने बिगिनर लेभलको व्यक्तिलाई यो चाहिँ एकदमै काम लाग्न सक्छ, अथवा जसले चाहिँ लोकसेवा आयोगको तयारी गर्नु भएको छ उहाँलाई पनि एकदमै यो काम लाग्न सक्छ। आशा छ तपाईँले यो छलफललाई राम्रो मान्नुहुनेछ। केही गल्ती कमजोरी भएपछि मलाई चाहिँ कमेन्टमा आफ्नो विचार लेखेर मलाई सच्याउने मौका दिनुहोला। र यदि तपाईँलाई अन्य केही सम्बन्धी जान्ने इच्छा छ, कुनै विषय सम्बन्धी चाहिँ छलफल गर्ने इच्छा छ भनेपछि कमेन्टमा पनि लेख्नुहोला। म पनि त्यसमा सरल तरिकाले भिडियो बनाएर म तपाईँहरूलाई प्रस्तुत गर्नेछु। यति लामो समयसम्म धैर्यतापूर्वक यो छलफल सुनिदिएर बस्नुभएकोमा आदरणीय महानुभावहरूलाई चाहिँ म एकदमै आभारसहित धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै ज्ञानवर्धक कुराहरूको लागि हाम्रो यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। मेरो सबैमा अनुरोध छ, जसले गर्दा मलाई पनि प्रोत्साहन हुने थियो अझ अगाडि बढ्न। आज यति भन्दै म टुङ्ग्याउन चाहन्छु। धन्यवाद सबैलाई, नमस्कार।